ओइ साइड 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 है साइड अब आयो ठुलो साइड लगाए सबजना साइड लगाए चलो बस बस मारी जा चलो राहुल है तपाईले उताबाट चलो बस सब यहाँ लाइनमा लाग्नु है माथि गएर ल्याएर आयो तलबाट आउले हेरे कान्छ त्यो औजार ल्याउनु पर्छ सर पानी सकिसक्यो यार ल सर यता आउनु सर आज तलबाट आइरहेको छ कान्छ माथि उहाँ पुगिसक्यो के मान्छ यसको खोज मान्यो यो त तल गयो लागिसक्यो उयो जानेर नाची बैठा उम्मे बराबर खाइदिनु न जाने त यार आने मरे सब यो हल सब यताबाट आउनु त यताबाट त्यहाँ ननिभाउनुहोस् आइसक्यो दीपक उता उता यता उता जा उता उता यहाँ आगो यहाँ आछ के बिहानैदेखि यो आगो नियन्त्रण गर्न हामी खटिएका छौँ अहिलेको अवस्थामा आइपुग्दा हामी साँझसम्म आइपुग्दा भोगले लखतरान भएर तिर्खाले लखतरान भएर हामीले सकेको जति आगो नियन्त्रण गरेर यो स्थानमा आएर बसेका छौँ यसको चाहिँ करिब 50 हेक्टर वन क्षेत्र चाहिँ डडेलोबाट नष्ट भएको हामीले अनुमान गरेका छौँ वन डडेलो लाएर आगलागी भएर र अब चाहिँ अहिले चाहिँ पूर्ण रूपमा नियन्त्रित हुन नसके तापनि हामीले लगभग हाम्रो नियन्त्रणमा रहेको अवस्था छ र यसलाई अझै थप भोलि आगामी दिनमा पनि यसलाई निरन्तर हिसाबमा यहाँको स्थानीय जनता यहाँको चाहिँ हाम्रो सामुदायिक वन उपभोक्ता समूहका टोलीहरूले चाहिँ निरन्तर रूपमा यहाँ चाहिँ यसलाई निगरानी गर्नुहुन्छ र यसमा थप बल चाहियो भने डिभिजन वन कार्यालयको यो फायर फाइटिङको टोली र सुरक्षा निकायको सरहरू लगायतको टोलीहरू हामी फेरि पुनः आएर यसलाई निभाउने प्रयत्न गर्नेछौँ अब केही क्षेत्रमा चाहिँ अब हाम्रो नियन्त्रणभन्दा बाहिर गइसकेपछि हामीले निभाउनु पनि गाह्रो भयो र आजलाई यही नै नियन्त्रण गऱ्यौँ अब बाँकी भोलि पनि फेरि हाम्रो नियन्त्रण कार्य चाहिँ जारी रहनेछ सबैजनालाई नमस्कार हामी यति बेला रुकुम पूर्व सुस्ने गाउँपालिका वडा नम्बर 8 साबिकको सेलापाखा गाविस वडा नम्बर 5 को जङ्गलको क्षेत्रमा ताराखसे डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ विगत 5 दिन अगाडिदेखि रुकुम पश्चिमको साग जङ्गल हुँदै आगो लागिसकेपछि हाम्रो रुकुम पूर्वको साबिकको सेलापाखा गाविस वडा नम्बर 5 र वडा नम्बर 1 को जङ्गलको करिब 50 हेक्टर क्षेत्रफलमा आगो फैलिसकेपछि यहाँको सम्पूर्ण जनसमुदायहरू जनताहरू वन समितिका पदाधिकारीहरू सँगै वन डिभिजन कार्यालय रुकुम पूर्वका सम्पूर्ण सरहरूको टिम अस्थायी प्रहरी पोस्ट धपेको प्रहरी सरहरू लगायत सम्पूर्ण हामी आएर चाहिँ यो आगो नियन्त्रण गर्न आजको दिनमा नियन्त्रण गर्ने हामीले प्रयत्न गरेका छौँ बिहानैदेखि यो आगो नियन्त्रण गर्न हामी खटिएका छौँ अहिलेको अवस्थामा आइपुग्दा हामी साँझसम्म आइपुग्दा भोगले लखतरान भएर तिर्खाले लखतरान भएर हामीले सकेको जति आगो नियन्त्रण गरेर यो स्थानमा आएर बसेका छौँ विशेष गरी आजको दिनमा बिहानदेखि अहिलेसम्म आगो नियन्त्रण गर्दै गर्दा हामीले भोगेका केही भोगाईहरू हामीले गरेको कामको बारेमा हामी यहाँ उपस्थित हुनुभएका सबैजना केही सरहरूबाट चाहिँ आजको भोगाईको बारेमा म उहाँहरूलाई केही बोलिदिन अनुरोध गर्दछु मेरो नाम चाहिँ राजु पुन मगर यो जनता कल्याणकारी सामुदायिक वन उपभोक्ता समितिको म चाहिँ सचिव हुँ र यो झन्डै यो चैत्रको 16 गतेदेखि यो लेकको
यो वनको नजिकबाट आगो लागि सुरु भएको र त्यसपछि यहाँ त आगो फैलिँदै आइसकेको खबर पाइसकेपछि हामीले चाहिँ नि यो उतिखेरै नियन्त्रण गर्न खोजिरहेका थियौँ। हाम्रो समुदाय पनि उतिखेर जमघट पनि भएन र त्यसपछि अब आज बिहानैदेखि अब वनमा धेरै जमिनहरू अब आगोले खाइसकेपछि अब डडेलो धेरै फैलिसकेपछि अब हामी वन अब जोगाउनुपर्छ भन्ने उसले सोचले गर्दा आज बिहानै हाम्रो अस्थायी प्रहरी चौकी धपेका प्रमुख सहित यहाँ उपस्थित हुनुभयो र हामी त्यसपछि हामी यहाँ वनमा खडा भयौँ र यहाँ हुँदाखेरि हामीले गर्दासम्म सहयोग गऱ्यौँ होइन। गर्दासम्म यो वनमा लाग्यो आगोलाई निभाउन खोज्यौँ। अब केही क्षेत्रमा चाहिँ अब हाम्रो नियन्त्रणभन्दा बाहिर गइसकेपछि हामीले निभाउनु पनि गाह्रो भयो र आजलाई यही नै नियन्त्रण गऱ्यौँ। अब बाँकी भोलि पनि फेरि हाम्रो नियन्त्रण कार्य चाहिँ जारी रहनेछ भन्ने आशा छ। अनि आजसम्म हामीलाई यो जति पनि यो डिभिजन वन कार्यालय रुकुम पूर्वबाट खटेर हामीलाई यो आगो निभाउनमा सहयोग गर्नुभयो उहाँलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु म यो वन समितिको तर्फबाट। नमस्कार, म सहायक वन अधिकृत नवराज साई, डिभिजन वन कार्यालय रुकुम पूर्वी विभागमा चाहिँ कार्यरत छु। आज हामी यो डिभिजन वन कार्यालय रुकुम पूर्वी विभागको यो पश्चिमी दक्षिणी बेल्टमा रहेको यो जनता कल्याणकारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आगलागी नियन्त्रण गर्ने क्रममा छौँ। यो करिब 15 गते 2081 साल 12 महिना 15 गते 14 र 15 गते रुकुम पश्चिमको यो साखको एरियातिरबाट आगो लागि अनियन्त्रित हिसाबमा सुरु भएर आयो र त्यसपछि बेला बेलामा यो टेम्परेचरको कारणले गर्दा पनि आफै निप्ने आफै बल्ने अलिक कम हुने अलिक बढ्ने जारी थियो र आज चाहिँ 81 यो आगो चाहिँ अलिक चरम हिसाबले बढ्यो, जस कारणले गर्दा त्यसलाई नियन्त्रण गर्नको लागि हामी डिभिजन वन कार्यालयको टोली, सुरक्षा निकायको टोली, नेपाल प्रहरीको तर्फबाट सुरक्षा निकायको सरहरू र यहाँको सबै स्थानीय जनताहरू र सामुदायिक वनको उपभोक्ता समूहका समितिका पदाधिकारी टोलीहरू सबैको यो सहकार्यमा हामीले करिब दिनभरिको यो उसमा चाहिँ के अरे वर्कआउटमा दिनभरिको प्रयासमा चाहिँ केही हदसम्म हामीले नियन्त्रण गरेका छौँ, जस कारणले गर्दा आगो अब थप फैलिएर थप बस्तीतिर जाने खतराबाट पनि मुक्त छ यतिखेर र वन पनि लागिसकेको क्षेत्र बाहेकको अन्य नयाँ ठाउँमा यो थपिने अवस्था पनि तत्कालै हामीले नहुने अनुमान गरेका छौँ, जस कारणले गर्दाखेरि यसपछि अब आजभन्दा भोलि चाहिँ यो डडेलो कारणले गर्दाखेरि धेरै कुराको क्षति हुनुपर्ने कुराहरू चाहिँ सुरक्षित भएको हुने हामीले अनुमान गरेका छौँ। यो करिब 3-4 दिनको यो पिरियड ड्युरेसनमा यो एकदमै चट्टान भएको जङ्गल छ। यसको चाहिँ करिब 50 हेक्टर वन क्षेत्र चाहिँ डडेलोबाट नष्ट भएको हामीले अनुमान गरेका छौँ, वन डडेलो लाएर आगलागी भएर र अब चाहिँ अहिले चाहिँ पूर्ण रूपमा नियन्त्रित हुन नसके तापनि हामीले लगभग हाम्रो नियन्त्रणमा रहेको अवस्था छ र यसलाई अझै थप भोलि आगामी दिनमा पनि यसलाई निरन्तर हिसाबमा यहाँको स्थानीय जनता, यहाँको चाहिँ हाम्रो सामुदायिक वन उपभोक्ता समूहका टोलीहरूले चाहिँ निरन्तर रूपमा यहाँ चाहिँ यसलाई निगरानी गर्नुहुन्छ र यसमा थप बल चाहियो भने डिभिजन वन कार्यालयको यो फायर फाइटिङको टोली र सुरक्षा निकायको सरहरू लगायतको टोलीहरू हामी फेरि पुनः आएर यसलाई निभाउने प्रयत्न गर्नेछौँ। धन्यवाद।